हाई सबैलाई। आज चाहिँ कार्तिक पूर्णिमा थियो अनि मैले कार्तिक पूर्णिमामा चाहिँ बत्ती बालेँ। पहिला सुरु चाहिँ 5वटा बत्ती बालेको थिएँ। 5वटा बत्ती बालेँ, एउटा बिचमा चाहिँ 365वटा बत्ती राखेको। अनि कस्तो हुन्छ नि स्वास्तिक बनाएँ। स्वास्तिकमा चाहिँ बत्तीहरू चाहिँ बालेँ अनि बत्तीहरू बाल्दाखेरि चाहिँ कस्तो आनन्द फिल भइरहेको थियो है। तपाईँहरूलाई कस्तो हुन्छ है, तपाईँहरूले कसरी गर्नुहुन्छ। मैले आफूले जानेको चाहिँ यसरी नै गरिरहेको छु अहिलेसम्म। अनि यो गरेको पनि धेरै वर्ष हुन लागिसक्यो। अनि यसरी नै गर्छु किनभने मैले टिकटकहरूमा कति ठाउँमा चाहिँ डिफ्रेन्ट तरिकाहरूले गरेको देख्छु कि। अनि उहाँहरूको पनि त्यो डिफ्रेन्ट तरिकाले गरेँ। अनि त्यो हुन्छ नि त्यो पुरै बिस्तारै सिक्दैछु, एक्सेप्ट गर्दैछु त्यसलाई। तर मैले गर्ने चाहिँ यसरी नै हो कि म पहिला बत्तीहरू चाहिँ बाल्छु अनि 365। यसपालि चाहिँ मिस्टेक भइहालेछ क्या, त्यो चाहिँ ल्याउनै बिर्सेछु क्या, त्यो नरिवल सुकेको नरिवल चाहिँ ल्याउने बिर्सेर। अनि मैले दियोमै बालेँ है। अब त्यो त्यसको दियोमा बाल्नु हुन्छ हुँदैन थाहा छैन नि त मलाई। अनि मैले त्यो बत्तीमाहरूमा चाहिँ पूजा गरेँ। अनि त्यो चन्दन अनि त्यसपछि अक्षताले सबैले मैले चाहिँ फुलहरू अनि लाभाहरू पनि राखेको थिएँ। लाभाहरूले पनि पूजा गरेँ। अनि चन्द्रमाला पनि पूजा गरेको, खासमा चाहिँ चन्द्रमाला पनि पूजा गरेँ। अनि त्यो पूजा गरिसकेपछि चाहिँ अब हाम्रो घरबाट चाहिँ ठुलो घर भएर होला, हाम्रो घर सानो भएर हो कि के भएर हो देख्दै नदेखिने क्या, पुरै चन्द्रमै नदेखिने क्या। चन्द्रमा हेर्नलाई चाहिँ कस्तो गाह्रो पर्छ क्या। म चाहिँ नि अगाडिको ठुलो घरले छेकिदिन्छ है अनि चन्द्रमा। अनि त्यसपछि फेरि आएर दियोमै पूजा गरेँ मैले। त्यो 365को बत्ती बालेको दियोमा पूजा गरेको। अनि मैले चाहिँ है यसरी गरिरहेको थिएँ। अनि त्यसपछि चाहिँ 365 दियो पनि बालेँ। त्यो चाहिँ मैले तुलसी मुठ अगाडि गरेको थिएँ है। अनि त्यो पनि बालेँ है। अनि हुन्छ नि आफूलाई आनन्द फिल कसो हुन्छ नि यस्तो गर्दाखेरि चाहिँ आफूलाई, तपाईँहरूलाई कस्तो फिल हुन्छ है। मलाई चाहिँ एकदम रिल्याक्स आनन्द, आफूले भनेको कुराहरू गर्न पाउँदा चाहिँ मलाई साह्रै रमाइलो लाग्छ होइन। तपाईँहरूले कस्तो फिल गर्नुहुन्छ के गर्नुहुन्छ आई डोन्ट नो है। अनि मैले चाहिँ अनि त्यो चाहिँ चन्द्रमाला देखाएँ। अब कार्तिक पूर्णिमा भइहाल्यो भनेर चन्द्रमाला देखाएँ ओरे। अनि छाल्नीले पनि त्यो हुन्छ नि चाल्नीले चाहिँ अब त्यो चन्द्रमाला हेरेँ। तर चन्द्रमै गइसकेको थियो कि कति चाँडो हिजो लुकेको है चन्द्रमा। बाप रे बाप, त्यो पूर्णिमा क्या कति चाँडो लुकेको है। अनि पूर्णिमा चाहिँ कति चाँडो लुक्यो होइन। अनि त्यसपछि त्यही पनि मैले गरेँ। मैले गरिसकेपछि चाहिँ अनि सक्यो। बाई बाई सबैलाई, टेक केयर।